नमस्कार, यतिखेर हामी माइती घरमा छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ माइती घरमा धेरै रहेको छ। उहाँहरू पनि यसरी बसिराख्नु भएको छ। आउनुहोस् हामी तपाईँहरूले केही दृश्य देखाउँछौँ। हजुर, यो आज माइती घर मण्डलमा के को लागि आउनुभएको? हामीलाई यो कर्णाली विकास ब्याङ्क नेपालको ख वर्गको ब्याङ्क, जसले चाहिँ लगभग 21,000 निक्षेपकर्ताहरूको 4 अर्बभन्दा बढी पैसा विगत 2 वर्षदेखि 18 महिनाभन्दा बढी भयो डुबाएर पैसा फिर्ता नपाएको हुँदा हामी यो पैसा फिर्ताको लागि निक्षेप जनताले दुःख गरेर कमाएर राखेको पैसा फिर्ता हुनुपर्छ र सरकारले यसमा पहल लिनुपर्छ भनेर हाम्रो समस्या बुझाउनको लागि हामी माइती घर मण्डलमा ब्याङ्क भनेको त एउटा चाहिँ राष्ट्र ब्याङ्कले चाहिँ यो राम्रोसँग रेगुलेट गर्ने संस्था हो। तपाईँहरूको यो पैसा त फिर्ता हुन्छ होला नि, होइन र? राष्ट्र ब्याङ्कले फिर्ता हुने सम्भावना हामीले देखेनौँ। किन भन्दा विगत 1 वर्ष अगाडिदेखि नै राष्ट्र ब्याङ्कले हामीलाई विभिन्न आश्वासनहरू दिएर तपाईँहरूको पैसा कहिले सेयरमा लैजान्छौँ, कहिले चाहिँ तपाईँहरूको पैसा हामी बिस्तारै फिर्ता गर्छौँ मात्रै भनिरहेछ। कहिले धितोपत्र बोर्डलाई दोष लगाउँछ, कहिले हामीले अपराधीहरूलाई समाएका छौँ फिर्ता गर्छौँ भन्छ। तर ती अपराधीहरू 108 जना मध्ये अहिले 3-4 जना मात्रै थुनामा छन्, अरू सबै धरोटीमा छुटिसके। भनेको पैसा फिर्ता हुने सम्भावना हामीले आश्वासन मात्रै दियो, पैसा फिर्ता हुने सम्भावना भएन। जस्तै कर्णाली डेभलपमेन्ट ब्याङ्क चाहिँ जब चाहिँ त्यो अलिक त्यसको चाहिँ जुन अलिकति त्यो घट्दै गइरहेको थियो होइन, त्यसको भनौँ न। तर त्यो हुँदाहुँदै तपाईँहरूले किन चाहिँ हामीलाई यो समस्याग्रस्त राष्ट्र ब्याङ्कले त पहिला नै सूचना जारी गरेको थियो। राष्ट्र ब्याङ्कले सूचना जारी गरेन, समस्याग्रस्त घोषणा गरेको 1-2 महिनाभित्रमै राष्ट्र ब्याङ्कले आफ्नो आमादातमा लियो र त्यो बिचमा चाहिँ पैसाहरू बाँड्ने काम गरिएन, पैसाहरू दिएन। राष्ट्र ब्याङ्कले लिइसकेपछि अहिले मलाई लाग्छ राष्ट्र ब्याङ्कले माताहतमा लिइसकेपछि 3-4 पटक 3 महिना 4 महिनाको फरकमा 5-5 हजार चाहिँ बाँडेको छ। मान्छेले 20 लाख 50 लाख। हामीसँग आउनुभएको एकजना लेडिजले 2टा छोरा गुमाउनु भएको छ उपचार गर्न नपाएर। उहाँले पैसा ब्याङ्कमा छ, उपचार गर्ने पैसा नभएर 2टै छोरा बितेको छ उपचार गर्न नपाएर। अब यो अवस्था ल्याउनुको पछाडि भनेपछि कर्णाली ब्याङ्कमा चाहिँ पैसा राखेको थियो, त्यो पैसा नपाउनु कारणले 2जना मान्छेले ज्यान पनि गुमाउनु भयो। 2जना बच्चाहरूले उपचार नपाएर ज्यान। त्यो भिडियो हामीसँग छ, उहाँले फोडेको, तपाईँहरूले पनि लैजान सक्नुहुन्छ। त्यो देखाइदिनु पर्नेछ। किन भन्दा जनताको पैसा हामीले ब्याङ्कमा राखेपछि ब्याङ्क नै सुरक्षित भएन भने अब नेपालको कुनै पनि ब्याङ्क सुरक्षित छैन। किन भन्दा कर्णाली विकास ब्याङ्क भनेको नेपाल सरकारको ख वर्गको इजाजत प्राप्त ब्याङ्क हो। राष्ट्र ब्याङ्कले ख वर्गको विकास ब्याङ्क इजाजत दिएको ब्याङ्क डुब्दाखेरि राष्ट्र ब्याङ्कले 2 वर्षसम्म जनताको निक्षेप फिर्ता गर्न सक्दैन भने भोलि क वर्ग ग वर्ग कुनै पनि ब्याङ्कहरूमा ब्याङ्क लगानी गर्ने पैसा जनताको ब्याङ्कमा भनेको त पैसा एकदम लगानी होइन। जस्तै ब्याङ्क भनेको किनभने राष्ट्र ब्याङ्क एकदम रेगुलेट गर्ने संस्था हो नि त। रेगुलेट गरेको भए त खै त रेगुलेट गरेको, रेगुलेट त भयो। ब्याङ्कमा रेगुलेट गरेको भए त त्यो समस्याग्रस्त हुनुभन्दा पहिल्यै राष्ट्र ब्याङ्कले थाहा पाउनु पर्थ्यो त। समस्याग्रस्त एकैचोटि आएर 1 महिनामा त पक्कै पनि हुँदैन। समस्याग्रस्त हुनको लागि 1-2 वर्ष लाग्छ होला। 1-2 वर्षमा त पटक पटक राष्ट्र ब्याङ्कका कर्मचारीहरू गएर छानबिन गर्छन्, त्यो कसरी गरे? राष्ट्र ब्याङ्कको गभर्नरसँग चाहिँ हजुर सम्पर्क हुने कोसिस गर्नुभयो? हामीले नेपाल राष्ट्र ब्याङ्कको कोलपुर अर्थात् नेपालगञ्जको शाखाद्वारा हामीले ज्ञापन पत्र गभर्नरलाई पनि पठाएका छौँ। राष्ट्र ब्याङ्कको मुख्यालयमा नै कर्णाली डेभलपमेन्ट ब्याङ्कले व्यक्तिगत संस्थागत रूपमा पैसा चाहिँ घोटाला गरेको निक्षेप फिर्ता गरेको छ। त्यसले अन्यायको गरेको छ। अब कतिपयले औषधि उपचारको लागि भनेर राखेको पैसा त्यहाँ काम भएको छ, प्राप्त भएको छ। कतिपयले छोराछोरीहरूलाई विद्यालय राम्रो शिक्षा पढाउनको लागि भनेर बचत गर्नुभएको थियो, त्यो फिर्ता गर्नु छ। जसरी पनि एउटा दुःख सुख गरेर नागरिकहरूले राखेको बचत गरेको पैसा आज हिनामिना भएको छ। त्यो बचत फिर्ता भएको छैन। संस्थागत रूपमा पनि खासमा यो भालुवाङ खानेपानीबाट म यहाँ आएको छु। भालुवाङ खानेपानीको पनि एउटा उपभोक्ताहरूबाट बचत गरेर सङ्कलन गरेको पैसा पनि त्यस ब्याङ्कमा छ, त्यो पनि संस्थाले प्राप्त गर्न सकेको छैन। यसले हाम्रो संस्थागत रूपमा 22,80,000 पैसा संस्थाको छ। अब हामी कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्थामा छौँ। अब खानेपानी जस्तो एउटा संवेदनशील चिज हो। अब यो सरकारले जुन खालको आशा र अपेक्षा राखेका थियौँ हामीले, त्यो अपेक्षा र आशा पुरा नहोला जस्तो भएर आज हामी यहाँ धर्नामा आएका छौँ। यो हाम्रो आवाज सरकारले तुरुन्तै सुन्योस् र यसलाई कार्यान्वयनमा लगोस्, दोषी उप कारवाही गरोस् भन्ने हामीले माग राखेको। हामीले नेपालगञ्जमा पनि गयौँ राष्ट्र ब्याङ्कमा।
हामीले समन्वय गर्छौँ भन्नुभएको छ, तर यसको जुन रूपमा अगाडि बढ्नु पर्थ्यो त्यो किसिमले बढेको छैन। हामीले के भन्न चाहन्छौँ भन्दा यो सरकारले तुरुन्त सम्पूर्ण सङ्घ संस्थादेखि लिएर व्यक्तिगत रूपमा जुन बचत छ त्यो तुरुन्त राज्यले जिम्मा लिएर तुरुन्त फिर्ता गर्नुपर्छ र बाँकी हिसाब किताब राष्ट्र ब्याङ्क र कर्णाली विकास ब्याङ्कको पछि उहाँहरूले मिलाउँदा हुन्छ। जनताको पैसा तुरुन्त फिर्ता गर्नुपर्छ। हाम्रो यही छ। लिएर यहाँ घाउहरू विभिन्न छ, त्यसैले गर्दाखेरि चाहिँ यो ठाउँमा आएर सरकारी स्तरबाट पनि गृहमन्त्री समेत आएर पनि उहाँलाई हेरिसकेको अवस्था छ। उहाँले न्याय पाएको छैन होइन। अब उहाँ यसरी नै बसिराख्दाखेरि उहाँको यो घाउ चाहिँ पाकेर खुट्टा काट्नु पऱ्यो भने उहाँ यहाँ बितिहाल्नु भयो भने कसले जिम्मेवारी लिने त? त्यसले गर्दा यस्तो केस हेरेर यो संवेदनशील केस हो, यो अर्जेन्टै निभाउनु पर्ने केस भएकोले गर्दाखेरि यस्तोलाई चाहिँ सरकारले नै सरकारी कोषबाट 10-15 लाख कति हुन्छ दिएर भए पनि उहाँलाई चाहिँ यो गर्नु पर्दैन। सरकारको दायित्व के हो त? तपाईँ हाम्रो सबै ट्याक्स हो त, यो त वास्तवमा भन्ने कर उठाएको हो त। यो पैसा चाहिँ उहाँलाई जे जति सकिन्छ तुरुन्त सरकारले दिएर चाहिँ उहाँलाई यहाँबाट सही ठाउँमा चाहिँ तपाईँ स्थानान्तरण गर्नुपर्ने मद्दत गर्छु। किनभने केस पनि हेरेर हामीले काम गर्नुपर्ने हुन्छ। उहाँको त ज्यानै जाला जस्तो स्थिति भइसक्यो। यस्तो उसलाई पनि सरकारले नहेर्नु भनेको चाहिँ लाजमर्दो कुरो हो। त्यसैले गर्दाखेरि सम्बन्धित निकायमा म ध्यान आकर्षण गराउन चाहन्छु कि चाँडोभन्दा चाँडो यी चेलीलाई चाहिँ यहाँबाट कतातिर स्थानान्तरण गरेर होइन सरकारले जे जति दिनु सक्नुहुन्छ। विभिन्न कोष छ त हाम्रो नेपालमा, ती कोषहरू चाहिँ के को लागि? आफ्नो कार्यकर्ताको लागि मात्र हो कि के हो? सरकार यो बुझाउन चाहे क्या? उहाँ पनि नेपाली नागरिक नारी हुनुहुन्छ। मलाई छिटोभन्दा छिटो चाहिँ सरकारबाट केही रकम प्रदान गरेर मलाई सही ठाउँमा तपाईँ स्थानान्तरण गर्न म अनुरोध गरेँ। हस्, धन्यवाद। यहाँलाई गृहमन्त्री आउनु भएर पछि चाहिँ के भन्नुभयो गृहमन्त्रीजीले? एउटा अपाङ्ग स्थिति छ, म एक्लै जाने मेरो अवस्था छैन कि म कसैको सहारा बिना म हिँड्न सक्दिनँ। मेरो सहारा भनेको मेरो साथमा मेरो छोरी मात्रै छिन्। अब पुलिस प्रशासनलाई भनेको हामीलाई थाहा छैन भन्नु पऱ्यो अनि अब मलाई कसलाई लगिदिने त? म यतिकै यहीँ बसिरहेको थिएँ। अब मेरो फोन नम्बरहरू नामहरू लिएर जानुभएको छ। जे गर्नुहुन्छ गृहमन्त्रीले नै गर्नुहुन्छ भन्ने आशाले नै पछि फोन आयो कि आएन तपाईँलाई? फोन आएको छैन। हजुर, त्यहाँबाट हिजो होइन अस्तिको दिन डिएसपी साहब आउनुभयो र गृह मन्त्रालयमा बोलाउनु भएको छ भनेर मलाई भन्नुभयो शनिबारको दिन। हजुर, शनिबारको दिन त गृहमन्त्रीले त बोलाउनु हुन्न थियो। मलाई यही मनमा थियो कि एउटा शनिबारको दिन त गृहमन्त्रीले नबोलाउनु पर्ने, तर गृहमन्त्रीले शनिबार छुट्टीको दिन पनि हाम्रो पीडितहरूलाई बोलाएर चाहिँ न्याय दिनुहुन्छ भन्ने त्यो पनि आशा भयो क्या मलाई त। शनिबारको दिन पनि काम गर्नु हुँदो रहेछ हाम्रो गृहमन्त्रीले भन्ने त्यो पनि मलाई आश भयो क्या। तर मलाई गृहमन्त्रीले भन्नुभयो बोलाउनु भएको होइन रहेछ। त्यहाँ गृह मन्त्रालयमा चाहिँ सचिवालयको एकजना कर्मचारी म्याम हुनुहुन्थ्यो होइन, उहाँ म्यामले चाहिँ मलाई भन्नुभयो कि उल्टै मलाई दबाब दिने कुरा गर्नुभयो क्या। जुन हिजो